स्वागत छ। आज हामी कमलपन्थी पोडकास्टको एउटा निकै चाखलाग्दो प्रस्तुतिमा अलि गहिरिएर हेर्दैछौँ। उनीहरूको नारा पनि राम्रो छ, जहाँ हामी सिक्छौँ, बुझ्छौँ र बढ्छौँ। कमलपन्थी पोडकास्ट उनीहरूले समसामयिक विषयमा राम्रै चर्चा गर्छन्। हो, हामीसँग एउटा यस्तो सामग्री छ जसले एक व्यक्तिको दैनिकीका दुईवटा सामान्य तर रमाइला घटनाहरूलाई समेट्छन्। हो, एकदमै साधारण तर तिनमा लुकेका कुराहरू, पात्रको सोचाइ त्यो चाहिँ अलि गहिरो छ जस्तो लाग्यो मलाई। हो नि, यस्तै साधारण पलहरूमा कहिलेकाहीँ कस्ता अनपेक्षित मोड आउँछन्, कस्ता विचार खेल्छन् मनमा। आउनुहोस् यसैमा अलि गहिरिएर कुरा गरौँ न त। अवश्य। यी साना घटनाले पनि अब हाम्रो आजकालको जीवनशैलीबारे, हाम्रो सोचाइको तरिकाबारे केही न केही त पक्कै भन्छन्। जस्तो पहिलो घटना नै हेरौँ न। पात्र हिँडिरहेका छन्, सडक पार गर्नुपर्ने, तर ध्यान चाहिँ पुरै मोबाइलमा। जेब्रा क्रसिङ आयो कि आएन मतलबै छैन। ट्राफिक लाइट रातो छ कि हरियो त्यो पनि हेक्का छैन। अनि एक्कासी कसैले हात समातेर ट्याप्प पछाडि तानिदियो, नत्र त खोइ के हुन्थ्यो। ए हो र, ल हेर्नुहोस् त, यो आजकल कति सामान्य भइसक्यो होइन त। हामी हिँड्दा पनि बाटोमा पनि कसरी मोबाइलमा हराउँछौँ। हो नि, यो त सानो घटना भयो, तर यसले देखाउँछ कि प्रविधिमा डुब्दा वरिपरिको खतराप्रति हामी कति बेखबर हुन सक्छौँ। मतलब एक सेकेन्डको लापरवाहीले कस्तो जोखिम हो, जोखिम निम्त्याउन सक्छ। यो प्रविधि र हाम्रो सुरक्षा बीचको एउटा तनाव जस्तो देखिन्छ। अनि झन रमाइलो त के भने, जसले बचाएन् नि उनी नर्सको पोसाकमा रहिन्छन्। ए नर्स। पात्रले देख्दा त क्युट लाग्यो रे, तर जब बोलिन्, बोली चाहिँ अलि टर्रो। खै कस्तो खालको टर्रो? उनले तमिल र अंग्रेजी मिसाएर अलि हप्काएको जस्तो पारामा भनिन् रे, लाइट हेरेर बाटो काट्नुपर्छ भनेर। पात्रले मनमनै सोचेछन्, लौ फिल्मको जस्तो सिन सुरु भएन, हाहा। रमाइलो सोचाइरहेछ। तर यहाँ दुईटा कुरा छन् है। एउटा त भाषाको मिश्रण, तमिल र अंग्रेजी। हो, त्यो पनि। यो आजको सहरी समाजमा, खास गरी जहाँ धेरैतिरका मान्छे हुन्छन्, त्यहाँ भाषा कसरी यस्तो मिश्रित भइरहेको छ भन्ने देखायो। अनि दोस्रो कुरा, त्यो बाइली रूप र व्यवहार बीचको फरक। मतलब क्युट देखिने नर्सको बोली टर्रो हुनु। हो त, हामी कति छिटो धारणा बनाइहाल्छौँ है मान्छेबारे। ठ्याक्कै, पहिलो नजरमा बनेको धारणा कति अपुरो हुन्छ भन्ने यो एउटा उदाहरण भयो। खैर, त्यो घटना त्यतिमै सक्यो अनि पात्र पुगे मासु पसल। ए दोस्रो घटना हो, धेरै दिनपछि कोठामा मटन पकाउने विचार आयो रे। आधा किलो मटन किन्दै थिए, पसलेलाई यसो मुटु कलेजो पनि हालिदिनुहोस् है भन्दै थिए, त्यही बेला फोन आयो। कसको? भर्खर बिहे गरेका एकजना साथी, दाङतिरका भाइ भन्थे रे उनलाई। अनि फोन उठ्यो। अब पसलमा मटन किन्दै मुटु कलेजोको कुरा हुँदैछ। फोनमा साथीले जिस्काइहाले, भनेछन्, ओहो दाई, अरूले त यति बेला मायालुको मुटु खाने हो, तपाईँ त जनावरको मुटु पो खान लाग्नु भएछ। रमाइलो लाग्छ साथी पनि। अनि पात्रको जवाफ झन गजबको। के भनेछन् त? आफ्नो लभ लाइफ किन सफल भएन भन्ने कुरालाई कहाँको राजनीतिक उदाहरणसँग जोडेर दिएछन् जवाफ। जस्तै कस्तो उदाहरण? जस्तै अब सीके राउत र रेशम चौधरी मिल्न खोज्दा बाधा आए जस्तो, हैन? वा कहिलेकाहीँ फर्जी कागजपत्रले लफडा पारे जस्तो। त्यस्तै के हो के? ए कुरो कहाँबाट कहाँ पुग्यो? अनि साथीको भर्खरको बिहालाई चाहिँ भारत पाकिस्तान मिलाउन खोज्ने ट्रम्पको असफल प्रयास जस्तो रे। ओहो, यो त अलि अनौठो तुलना भएन र? मतलब व्यक्तिगत कुरामा यस्तो राजनीतिक लेभलको व्यङ्ग्य। त्यही त। तर यो पनि एउटा प्रवृत्ति हो है। आजकल मान्छेहरू आफ्नो व्यक्तिगत जीवनका सामान्य कुरा, जस्तै अब प्रेम सम्बन्ध कि असफलता भयो, त्यसलाई पनि देश दुनियाँका ठूला घटनासँग जोडेर हल्का बनाउन खोज्छन्। हो र? किन होला त्यस्तो? खै सायद यो आजकलको जटिलतासँग अनि व्यक्तिगत निराशासँग जुझ्ने एउटा तरिका हो कि अलि रमाइलो पाराले, तर गहिरो कुरा पनि हुन सक्छ। सार्वजनिक चर्चाका विषयहरू कसरी निजी गफगफमा हाँसो ठट्टाको मसला बन्छन् भन्ने देखियो नि त यहाँ। तर साथीले के भने त यस्तो सुनेर? साथीको जवाब चाहिँ एकदम सिधा। भनेछन्, ल दाई गफ छाड्नुस्, मासु छिटो पकाउनुस्, म आउँदैछु। ल ठिकै रहेछ, कुरा फेरि मटनमै आयो। हो, व्यवहारिकताले त्यो राजनीतिक व्यङ्ग्यलाई ठाउँमा ल्याइदियो। त्यसो भए यी दुईटा सामान्य लाग्ने घटना, एउटा सानो लापरवाहीबाट जोगिएको क्षण, अर्को साथीसँगको रमाइलो फोन कल, यिनीहरूबाट के बुझिन्छ त?
अब समग्रमा हेर्दा यसले आधुनिक जीवनका केही सूक्ष्म तर महत्त्वपूर्ण पक्ष देखाउँछ, जस्तो प्रविधिले हाम्रो ध्यान कसरी भङ्ग गर्दैछ, मान्छेबारे हामी कति हतारमा धारणा बनाउँछौँ, भाषा कसरी मिश्रित हुँदैछ, अनि सबैभन्दा रमाइलो कसरी व्यक्तिगत सम्बन्धमा हाँसो ठट्टा व्यङ्ग्य र यहाँसम्म कि राजनीतिक टिप्पणीका टुक्राहरू पनि प्रयोग भइरहेका छन्। साँच्चै आजको छलफलले पनि देखायो हाम्रो दैनिक जीवनका सामान्य पलहरू पनि कति अर्थपूर्ण र रमाइला हुन सक्छन्। हो नि, ध्यान दिएर हेर्यो भने त हरेक दिनका साना कुरामा पनि कति कथा भेटिन्छ। बिल्कुल। र अन्तमा एउटा प्रश्न सोचौँ न त, स्रोतमा सिधै नभने पनि यी साना घटनाहरूले हाम्रो मुडमा, हाम्रो सोचाइमा अनि हामी अरूसँग कसरी व्यवहार गर्छौँ भन्ने कुरामा वास्तवमा कति गहिरो असर पार्दा हुन्छ। हामीले याद नगरे पनि हरेक दिन यस्ता कति घटनाले हामीलाई कता कताबाट बनाइरहेका हुन्छन् होला।